मेरो दोस्त के छ खबर? केही दिन अगाडि मैले भनेको नि कि केही दिन पछि मेरो कलेजमा एक्जाम छ। अहिले क्लास चलेको 1 महिना पनि भएको छैन अनि एक्जाम आइसक्यो। मेरो कलेजमा भोलिदेखि एक्जाम छ। भोलि क्यालकुलसको एक्जाम छ। थाहा नहोला कसैलाई, क्यालकुलस भनेको म्याथ। इन्जिनियरिङमा म्याथको कुनै इम्पोर्टेन्ट च्याप्टरहरू मिलाएर बनाएको सब्जेक्टलाई क्यालकुलस भनिन्छ। म्याथकै पार्ट हो। भोलि क्यालकुलसको एक्जाम छ। मलाई समझमै आइरहेको छैन के गरौँ, के लेख्छु भोलिको एक्जाममा, केही आइरहेको छैन। म्याथकै प्र्याक्टिस गरिरहेको थियो कलेजबाट आएपछि। कलेजबाट आयो अनि खाना खाएपछि एकछिन रेस्ट गरियो अनि प्र्याक्टिस गरिरहेको थियो। अनि अहिले भर्खरै रुममा बस्ने मान्छेहरू बाहिर गयो अनि म क्यामेरा खोलेर भिडियो बनाउन सुरु गरिसक्यो कि। रुममा कोही हुन्छ भने क्यामेरा खोलेरहरूसँग कुरा गर्न अलि अप्ठ्यारो जस्तो नराम्रो जस्तो लागिरहेको हुन्छ। त्यही भएर रुममा एक्लै हुने बित्तिकै क्यामेरा खोलेर भिडियो बनाइहाल्छु अनि भिडियो एडिट त रातिमा गर्छु सुत्ने टाइममा एडिट गरेर अनि सुतिहाल्छु। डेली एउटा चाहिँ भिडियो एडिट गर्ने अनि सुत्ने मात्र गरिरहेको छु हजुरहरूको लागि अनि आफ्नो लागि पनि। हस् आजलाई यतिकै, बाई।